देउसी भैलो देखेर चाहिँ के भन्छ नि बलि राजा पनि 3 छक मान्छ होला। मैले त पठाएको थिएन त यस्ता कहाँबाट आयो भनेर के कोही अब पुरै पानी पानी भयो भन्छन्, कोही के भयो भन्छन् हैन। अब उ बेला त ए बलि राजाले पठाएका भन्दै हैन आनन्द के रे उसमा मादलको तालमा नाच्थे। आजभोलि त मैं पानी पानी हो गए रे भयो त्यो त हाल्नुहुन्न भयो। फुलको नाम त थाहै छैन। यो चाहिँ राम्रो हुन्छ के यो लक हैन सोधे थियो। ल गाइस एउटा स्टप छ नि त। तिमी त भ्लग बनाउन लाग्यो के सोध्नु त सोधिहाल्नु गाइस के कस्तो फिल भइराछ ल एकदम रमाइलो भइराछ। ल हाम्रो सबै जान्नु न बाइ त भएर कहाँ बसिरा बाइ दोकान छेउमा देखाइ हैन यहाँ चाहिँ बच्चा पार्टी रहेछ हो हलको मान्छे अग्लो होइन दिदी मेरो बडी भने अरे त गोजाइमा ए हेर्नुपर्छ ल बहिनी कस्तो लाग्यो प्लेटसम्म त यस्तो अब फर्स्ट एक्सपिरियन्सहरु छ मेरो चाहिँ मैले यस्तो इन्डियन हेर्सम्म आउँछ हैन लाग्दै के हो यो साउथ रेस्टुरेन्टको खाना लाग्यो तेरो के दिन्छले भिडियोको यो करी हो यो अहिले उताएर बिचार दाइको चाहिँ खिच्नु पर्ने हो कि एकजनाले दाइ शङ्कर दाइ के दाइ नि दाइको सेल्फ सर्भिस गाइस अब यहाँ खान लाग्यो साउथ इस्ट हो रे साउथ इस्ट कुन हो रे नामै लेखाएको छैन यो चाहिँ करी हो कि के ल ल के हाल्यो तिमीहरूले अहिले तपाईँले स्टप गर्नु नि मेरो पालामा चाहिँ खिच्नु ल बहिनी के हाल्यो ल आफूलाई त मुइलो मनपर्छ है ओ सबैले जानु भएन उसको दुईटा मेरो एउटा उता लाइन ठ्याक्क आएको छ मेरो होइन कि उसको Cheers! Yay! कस्तो छ टेस्ट? खाएको मान्छेले भिडियो खिच्नु त्यहाँबाट ल रियाक्सन हेर रियाक्सन त्यहाँ भिडियो हो त बेबी हो त मेन्दुबडा भिडियो हो बेबी हाल्नु भन्ने सबै मिस गर्छ नि आउनु होला आएको छैन त्यो आएपछि ल्याइदिनु भन्नु के फर्स्ट टाइम ट्राई अन्त इफ यु डोन्ट माइन्ड त्यहाँबाट एउटा भिडियो हाल्छु र हो त्योबाट कताबाट एउटा
केही हुँदैन नर्मल आयो नि इन्ट्रो भिडियो हाल्छु क्या हल्ला आउँछ क्या अब चाहिँ शान्त बस्छ भने विचार भयो हेलो एभ्रिवान वेलकम टु माई न्यू लङ ह्याप्पी साइकिल किन होला आज चाहिँ यता रिता सरी रेस्टुरेन्ट ओपन के अरे इनोग्रेसन जस्तो प्री ओपनिङ है भोलि हो भोलि आउनु मन भएर आज आएको हामी फुड इन्जोय गर्दैछौँ होप यु इन्जोय द भिडियो हामीले सबैले इन्जोय गर्दैछौँ भनेर ओके कस्तो छ मिठो 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 अहिले पुरा त टेस्ट गरिरहेको छ नि अलि के चाहिँ म एउटा प्लेटमा राख्छु गुगलमा चाहिँ त एक पर पर्सन रिभ्यू चाहिन्छ है एकदम मैले रियल रिभ्यू खिच्दैछु अब यी त बोलेको कुरा आउला यस्तो त नभन रिभ्यू गर्नु अगाडि पहिला नोट चाहियो दुनोट आउनु पर्यो टेस्ट गर्दै यस्तो मिठो लाग्यो दालको बम्बे छ बाडा हो कि के हो वडापाउ मलाई के थाहा छैन कसम यो एउटा डोसा भन्ने थाहा छ यसको नाम उत्तम के अरे होइन उत्तम पापा उत्तम पापा भनेको थियो अघि छिटो छिटो छोरी जन्माएर यसो बुहारी बनाउनु प्रोसेसमा हो अब दिइहाल्ने एक दुई महिनापछि एक दुई महिना होइन खाएर डेमो नै देखाइदिने क्या हेलो हेलो हाई कोसँग बसेको सुन्तनिनीसँग हो आज गेङ्की छैन है सियोन गेङ्की छैन है आज गेङ्की छैन गेङ्की छ छैन के भएको नि के गर्ने दिदी त्यो लाउने रे ल उसले हजुर लगाइस ल मिठो छ के छ खुट्टा हो खरोडे मिठो रहेछ तपाईँ यो हड्डी चुस्न मनपर्छ साँच्चीले किन हाँस्छ सबैजना जान्न चाहन्छ यो हाँसेको चस्माको अगाडि यो चस्माको के काम कस्तो लाग्छ वाउ आयो धन्यवाद भन्नु अरूबाहित आउँदाखेरि यही लगाएर आउने नि सधैँ कसैले मलाई हान्यो भने प्लेट लिएर मेरो मासु अघिको जस्तै ऊ पारा देखायो भने चाहिँ हान्छ मलाई हान्छ खाने भने कृपया यो लाउँछ अनि मात्र हाल्नु बाई 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 के रहेछ सानो के रहेछ क्यामेरा के भनेको त्यस्तो बुझेन मैले त फेरि उठेर आउँछु ल पछाडिबाट ल छिटो पछाडिबाट के गर्छेको कसको कपाल बनाइदियो कपाल बनाइसकेको राम्रो भयो जुस म त ल ल पुग्यो आउनु
बुई आइछ आइछ फेरि गर्छ कस्तो दामी हुन्छ नि त्यस्तो बोतल के गर्छ कि यस्तो माया लाग्छ माया लाग्छ त्यस्तो त हुन्छ ऐसी मेरो भाइ
डांस करना थोड़ा सीखना पड़ेगा तुम लोगों को। मजा आला मलाई चाहिँ चाहिएन मलाई चाहिँ केटी ओरेनो नुनान्थिनु अतासिनु दानादार गरेर देखिरहन्छ है त चिर म खामिनो के धर्नु गए देखिन कपाल तानेर भाइको कपाल